पिडालुको पत्ताबाट एउटा नयाँ परिकार आज हामीसँग मासको दाल पिसेर राखेको थियौँ। अनि यो पिसेर राखेको मासको दाल चाहिँ पिडालुको पत्तामा हामीले यसरी लगायौँ मजाले। अनि फोल्ड गर्दै माथिबाट लगाउँदै फोल्ड गर्दै माथिबाट लगाउँदै गऱ्यौँ। काहीँ पनि मास चाहिँ नछुटोस् र यसलाई रोल गरेर हामीले मोमो पकाउने भाँडामा हाल्यौँ। हामीसँग यही भाँडा थियो, एकातिर तातो पानी तातिरहेको थियो। हेर्दा के पाक्ला भन्ने लागिरहेको थियो, तर हामीले बनाइरह्यौँ। फेरि अर्को पातमा पनि फेरि अघिका जस्तै हामीले मासको दाललाई लगाइरह्यौँ जुन पिसेर राखेको थियो। यसलाई पनि फेरि रोल गऱ्यौँ, फेरि मोमोको भाँडामा हाल्यौँ किनकि बफ्याउनु पर्ने थियो। हामीले अन्तिममा यसलाई भाँडोमा राखेर हामीले बफ्यायौँ। कम्तीमा 10 मिनट जस्तो बफ्याइसके पछाडि यो त अचम्मकै चिज भएको थियो। हेरौँ, यो 10 मिनट पछाडि हामीले खोलेर हेर्दा त वाउ, यसको जुन यो तितोपन वा कोक्याउनेपन चाहिँ जान्छ भनेर हामीले यसो गरेका थियौँ र एकैछिन छोड्यौँ हामीले, किनकि यो नरम भएको बेलामा निकाल्दाखेरि यो फुट्ने डर हुन्छ। त्यही भएर एकैछिन हामीले सेलाउन दियौँ। सेलाइसके पछाडि यसलाई हामीले थालमा झिक्यौँ र थालमा झिकिसके पछाडि हामीसँग भएको सबै रोलहरू थियो। यो रोललाई अब काट्नलाई हामीले तयार गऱ्यौँ। जब काट्यौँ, वाउ, हेर्नुहोस्, साँच्चै नै यसको जुन आकार देखिएको छ अनौठो छ। हेर्नुहोस् त, हामीले बिस्तारी माया गरेर काटे पनि यो फुत्किनेवाला थिएन। आहा, हेर्दै खाउँ खाउँ लाग्दथ्यो। हुन त यत्तिकै पनि बिरे नुन हल्का पिरो हालेर हामीले खान पनि सक्छौँ। यसलाई यत्तिकै सब्जीको रूपमा बनाएर पनि हामी खान सक्छौँ। यो आफैमा एउटा डिस बन्छ। तर हामीले यसलाई अझै मेहनत गऱ्यौँ। सबै काटिसक्यौँ। पहिले यसलाई एक एक गर्दै काट्यौँ। हेर्नुहोस् त, यसको भित्रको भागहरू कस्तो दह्रो भएर बसेको छ। यसको आकार नै अनौठो भएको छ। मिठो, हेर्दैखेरि खाउँ खाउँ लाग्दो भएको छ। त्यसपछि यसलाई चाहिँ हामीले सबैलाई एउटै थालमा राख्यौँ र हेऱ्यौँ, आहा, आजको रेसिपी साँच्चै नै मिठो बन्नेवाला छ। यहाँहरूले कमेन्ट गर्दै गर्नुहोला। त्यसपछि यो रेसिपीलाई चाहिँ हामीले यो चाहिँ अर्को लेभलमा पाक्दै थियो, जुन चाहिँ सानो सानो पत्ताहरू बनाउँदा। त्यसपछि हामीले त्यो तयार भएको सानो सानो पिसहरूलाई चाहिँ हामीले पकौडा जस्तो तेलमा तार्यौँ रातो हुन्जेलसम्म।